हेलो हेलो साथीहरू नमस्ते, के छ खबर? गुड मर्निङ। अनि आज म एउटा फेरि सानो कुरो चित्त बुझिनेर आएको छु है। माइन्ड नगर्नु होला, कतिलाई चित्त बुझ्छ कतिलाई बुझ्दैन त्यो चाहिँ मलाई थाहा छैन। हाम्रो एकजना सांसद हुनुहुन्छ जो यसको पार्टीबाट चाहिँ 7 सिट छ जम्मा सांसदहरू। उहाँहरूले चाहिँ हाम्रो प्रधानमन्त्री बालन शाहलाई राजीनामा दिनुहोस् भनेर भनिराख्नुहुन्छ कि उहाँले राजीनामा दिएर न उहाँलाई फाइदा, जम्मा 7 सिट छ। के त्यो मान्छेलाई प्रधानमन्त्री दिन्छन् होला र? जब 2/3 बहुमत छ सरकारसँग। होइन, उहाँ मान्छे कस्तो खालको मान्छे हुनुहुन्छ? कसरी चाहिँ देश विकास गर्नुहुन्छ होला? हामी जस्तो राजनीति बुझ्दै नबुझेको मान्छेहरूलाई पनि कन्सेरीमा पारो तातेर आउँछ यार। तपाईँहरूलाई कस्तो लाग्छ? कमेन्ट गर्नु होला, लाइक गरिदिनु होला। धन्यवाद साथीहरू।